हेलो एभ्रिवान, वन्स अगेन वेलकम टु माई कुकिङ भिडियो। आज चाहिँ मैले यो सजिनको फुलको रेसिपी लिएर आएकी छु। हजुरहरूले चाहिँ कसले यसको सब्जी खानुभएको छ? यो चाहिँ मेरो ठुलो मम्मीले पठाइदिनु भएको हो। मलाई चाहिँ एकदमै मनपर्छ। यसलाई चाहिँ मजाले केलाउने पहिला अनि धुने राम्रोसँगले। अब चाहिँ मैले कराईमा तेल बसाएँ, तेल तातेपछि लसुन फुराएँ अनि लसुन पनि मजाले फुलिसकेपछि बेसार लगाएर अब चाहिँ जुन मैले केलाएर राम्रोसँग धोइधाइ गरेर राखेको सजनको फुल छ यसलाई चाहिँ कराईमा छ्वाइ पार्दैछु। अब चाहिँ मैले यहाँ नुन एड गरेँ र यो नुनले चाहिँ यसमा भएको पानीहरू सबै सोच्नको लागि हेल्प गर्छ, त्यही भएर मैले पहिले नै नुन राखेको छु। यो चाहिँ मैले अदुवा र जिराको पेस्ट बनाएको आफ्नो बल ताकत लगाएर जुन सिलौटामा पिसेको अनि त्यसपछि लगाएर चलाएँ अनि थोरै चाहिँ सोडा पनि लगाएको छु। अनि यहाँ चाहिँ मैले डल्ले खोर्सानी हालेको छु। यो खोर्सानी चाहिँ मेरो बयममा राखेको खोर्सानी हो। यसको टेस्ट चाहिँ हल्का तितो तितो जस्तो हुन्छ हैन, कतिपयलाई त मनपर्छ होला, कतिपयलाई चाहिँ मन पर्दैन। मलाई चाहिँ असाध्यै मनपर्छ र पकाउँदा पकाउँदै मैले टमाटर पनि लगाएँ। यस्तो फुलको पनि सब्जी खान्छ र भन्ने पनि हुनुहुन्छ होला कतिपयले त। मैले यो फुलको मात्रै होइन, म त जुन यसको पत्तादेखि लिएर यसको फल सबै चाहिँ सब्जी खाइन्छ र मलाई चाहिँ यसको पत्ता पनि असाध्यै मनपर्छ। त्यसको पत्ता पनि हामीले दाल बनाएर पनि खान सक्छौँ र त्यसलाई चाहिँ साग जसरी नै फ्राई गरेर पनि खान सक्छौँ। मलाई चाहिँ त्यो साह्रै नै मनपर्छ र यस्तो मेरो गफमै मैले चाहिँ झुलो मसला पनि लगाएँ। अब त यो सब्जी हेर्दै खाउँ खाउँ लाग्ने र यति मिठो बास्ना आइरहेछ नि, हर हर मगमग बास्ना आइरहेछ।